फाइनली गाइज हामी चाहिँ विदेशमा है यस्तो काम गर्नु परेको छ अनि हामीलाई पैसा पनि छैन नेपाल देशमा होइन हाम्रो गाइजहरू यस्तो छ यस्तो बिजोग छ बिजोग हालतमा हेर्नुहोस् हजुर तपाईँ अनि के भन्न सक्नुहुन्छ दिदी भन्नुहोस् भन्नु न शनिबार चाहिँ छुट्टी चाहियो अनि तपाईँलाई चाहिँ के भन्नु मन छ भन्नु दिदी मलाई त के भन्नु साथीभाइले जे भन्छ त्यही अनि हाम्रो ठुलो दाजुलाई नि मलाई चाहिँ अब शनिबार पनि छुट्टी चाहियो होइन कोठा भाडा अलिक महँगी भइरहेको छ कोठा भाडा चाहिँ दलिन्छहरूले अलिकति कम घटाइदिनु पर्यो सरकारहरूले अनि हाम्रो यहाँ सानोले अनि ग्यास र तेलको भाउ पनि घटाउनु पर्यो ग्यास र तेलको भाउ पनि तेलको भन्दा पनि कोठाबाट चाहिँ घटाउनु पर्यो कि किनभने कहिले त खानेपानी राम्रो छैन नि त कुनै ठाउँमा त सुनको भाउ पनि घटाउनु पर्यो के हो अनि हामीले यसो घर पनि लाउनु पाएन अब हाम्रो छोरी चेलीहरूलाई बिहे गर्नु अनि त्यसै पानी चाहिँ लगाउनु पर्यो घरमा पानीको पैसा तिर्न चाहिँ मनाइ गर्नु पर्यो हजुर यता हेरेर भन्नु न दिदी पानीको पैसा तिर्न चाहिँ मनाइ गर्नु पर्यो भने के पानीको पैसा तिर्नुपर्छ नि त तपाईँहरूको अनि छ नि यहाँ दिनको कति कसरी कमाउनुहुन्छ खानु बस्नु कस्तो के छ भन्नु न एकचोटि हामी बिहान 5:30 बजे हिँड्नुपर्छ बेलुका 5 बजीसम्म घर पुग्दा 6 बज्छ हाम्रो ड्युटी गर्नुपर्छ हामीलाई गाडीको सुविधा भइदिएपछि अलिकति राम्रो हुन्छ ल अब यो पनि अब यो पनि तपाईँहरूलाई यसको नि माग छ होइन त हुन्छ अब यो अवश्य यो पनि माग पुरा हुनसक्छ होइन तपाईँहरू धैर्य धारण गर्नु होला है अब हुन्छ हस् हुन्छ ल म अब हजुर ए हजुर हस् हुन्छ ल अब यति नै आजलाई म हिँडेको है हजुर हजुर ए दिदी बिस्तारै गर्नु न कृपया तपाईँ होइन तपाईँ चाहिँ के भन्नु चाहनुहुन्छ त्यति हो ल त हस् हुन्छ ल ल है त टाटा बाई बाई सबैलाई अहिले हेलो दिदीहरू तपाईँहरू के गर्दै हुनुहुन्छ अब अरू केही भन्नु बाँकी छ कि भन्नुहोस् न हामी यसरी घरघाट हुँदैछ होइन हजुर हजुर अब हाम्रो चाहिँ कोठा भाडा साह्रै महँगो छ अनि अब 3टा कोठा जतिको चाहिँ 8,000 जति गऱ्यो हुन्थ्यो अनि फोहोर पानी पनि त्यसमै जोडेर होइन त्यति भयो हामीलाई अलिक सुविधा हुन्छ घरमा बच्चाहरू छ बालबच्चाहरू छ पढाउनु पर्यो खान लाउनु दिनु पर्यो काठमाडौँ ठाउँमा हजुर 2जनाको कमाइ चाहिँ काम गर्नुपर्छ अब म झन् दिनको 500 रुपियाँ ज्यादा छ होइन साह्रै गाह्रो छ अनि यसको फेसिलिटीहरू केही छ कि छैन त हामीले यस्तो गरेको अबदेखि चाहिँ नयाँ सरकारले राम्रो नयाँ नेम अब यसमा तपाईँहरूलाई बालेन्द्र सरकारलाई के भन्न चाहनुहुन्छ त हामीले त्यही हो यता हेरेर भन्नु न दिदी एकदम धन्यवाद थ्याङ्क यू बालेन भाइ हामीले चाहेको तपाईँलाई नै हो अहिले त के थ्याङ्क यू गर्नु पर्यो देखाउनुहुन्छ हजुर 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 भन्नु त फेरि दिदी के भन्नुभयो थ्याङ्क यू त हामी भनिहाल्छौँ नि धन्यवाद पनि छ होइन भनौँ नि अब सबैजना मिलेर अझ उल्टो राम्रै थ्याङ्क यू त के अब बधाई राम्रोसँगले नमस्कार गरेर फुलको माला लिएर नै लगाइदिन्छ हजुर भन्नु त अनि हामीले चाहिँ अलिक बिहान बेलुकाको छाप्टा नै गाह्रो अब तेल पनि महँगी चामल महँगी होइन कोठा भाडा महँगी कोठा भाडा महँगी अब महिनामा 12-15 हजार आउँछ होइन साह्रै गाह्रो हुन्छ घरमा नि बिमारी छ 2-2जना होइन अलिक गाह्रै छ अनि यहाँ हाम्रो दिदीलाई चाहिँ के भन्नु छ त अनि छोराछोरीहरू कहाँ हुनुहुन्छ दाइहरू नेपालमा हुनुहुन्छ ए अनि श्रीमानलाई हेर्ने चाहिँ को हुनुहुन्छ त दिदी तपाईँको श्रीमानलाई हेर्ने चाहिँ को हुनुहुन्छ त छोरी हजुर भन्नु दिदी अरू के भन्नु खोज्दै हुनुहुन्छ अब छोरो पनि बिमारी अब बुढोको अस्ति भर्खर पत्थरेको अपरेसन गरेको हजुर अब 2-3 महिना भइसक्यो बसेको पहिलेदेखि काम गर्न नसकेर अनि मलाई चाहिँ घर खर्च टार्न साह्रै गाह्रो भइरहेको छ तिर्न गर्नु दिदी अब बिस्तारै यो अब अहिले आएको सरकारले राम्रो गर्नुहुन्छ होइन अब राम्रो गर्दै आउनु भएको छ अझै पनि राम्रो गर्दै हुनुहुन्छ अब यहाँहरूले चाहिँ अब के भन्न चाहनुहुन्छ भन्नु न राम्रै गर्छ भनेर अब हामी सोचिरहेको छौँ आशमै छौँ हजुर अब नमरिन्जाउँछ अब मरिहाल्यो भने त के भन्नु अब ठिक छ
आशा हो सास नजाओस् होइन हजुर ल हस् त दिदी ल अब चाहिँ लागौँ है हस् हस्